पाई बिन्ती मेरो कोठी कोठीमा अब भन्न पाउँदैन निर्माया भेट्न औै अन्तिम चोटीमा मदमा देदाई आखिर मैले आँसुको मूल पाई बिन्ती मेरो कोठी कोठीमा अब भेट्न पाउँदैन निर्माया भेट्न औै अन्तिम चोटीमा अब भेट्न पाउँदैन निर्माया भेट्न औै अन्तिम चोटीमा। दाइ तपाईको नाम के पर्यो? मेरो नाम हरि पोखरी। हरि के? हरि पोखरी। ओके, कहाँबाट घर कहाँ हो तपाईँको मूल घर? मेरो घर बढीखेल हो है। अच्छा, अनि घरमा को हुनुहुन्छ अहिले यता? घरमा त अब छोराछोरी छ, अहिले आफै मिसेस पनि नदेखि। ए अनि घरको कमाइ कसले धान्छ तपाईँले? आफैले त होइन, अरूले कसले धान्नु र? के भन्छन् छोराछोरीहरूले पनि हेर्छन् तपाईँलाई? हजुर, छोराछोरीहरूले पनि हेर्नुहुन्छ तपाईँलाई? छोराछोरीको जागिर पाएको छैन, कसले हेर्नु? अब छोरा अहिले भने पछाडि जागिर पाएको छैन, अहिले तपाईँ आफै गरिराख्नु भएको छ। हजुर। के तपाईँ पहिलादेखि नै दाइ यो हुनुभएको हो कि केही दुर्घटना भएको हो कि? म त पछि भएको 12-13 वर्ष आँखा तिरेर उपचार नपाएर भएको। अनि पछि यस्तै यही काम गरेर म बाटोमा बसेर गुजारा चलिरहेको छु। अब पहिला त रोट्नु पाउँदैन, अहिले नियोले राख्दैन, यहाँ चाहिँ राखेको छ। भने पछाडि तपाईँ 13 वर्षसम्म चाहिँ आँखा देख्नुहुन्थ्यो? जन्म खुन होइन म। हजुर हजुर। त्यो पछाडि चाहिँ पछि चाहिँ मजाले उपचार नपाउँदाखेरि चाहिँ आँखा गुमाउनु भयो है? उपचार नपाउँदाखेरि अलि पछि मैले आफै ग्रेड 8 पनि पढेँ, 9सम्म पनि 9 फेल भएपछि यस्तै काम गर्न थालेँ। ए अनि घर भाडा कति छ? मैले त घर आफ्नै हो, भाडा तिर्नु पर्दैन। यहाँ काठमाडौँमा आफ्नै हो? भनिसके पछाडि तपाईँ के जहिले बस्नुहुन्छ है यहाँ? कहिले यहाँ हुन्छु, कहिले तल चोकमा हुन्छु, यतै मङ्गलबार साइडमा। अनि तपाईँको यो कति दिनमा कति जस्तो कमाउनुहुन्छ दाइ? अब थिएन भने भाइ, अब त्यो शनिबार परेपछि कामै हुँदैन। यहाँ यो सेन्टरमा मान्छे हुँदैन। अब हस्पिटल चलाए बेला अब 700-800सम्म हुन्छ, हस्पिटल नचलाए बेला हुँदैन। यहाँ त अब हस्पिटलकै भरमा पर्छ यो साइडमा चाहिँ। अब तल मङ्गलबार चाहिँ व्यापारहरू धेरै चाहिँ अब बजार बाटोमा चाहिँ हुन्छ। अब चाडबाडबाट आएपछि फेरि व्यापारी दाजुभाइ नै बस्छन्। अब ठाउँले यो खुल्ला बाटोमा बस्नेको। भने पछाडि दिनको 200-300 रुपियाँ कमाउनुहुन्छ है? दिन चाहिँ कहिले 500 पनि हुन्छ। भनेपछि धन्दा आफ्नै घर रहेछ र त्यसमा चाहिँ समस्या भएन होइन? घर धन्दा त ठिक, अब गाह्रो त हुन्छ। 4-4जना परिवार पाल्नुपर्छ। अब महँगीको जमाना छ। अब जे पनि अब किन्नै पर्छ, नुनदेखि सुनसम्म किन्नै पर्ने छ। हजुर हजुर, सही कुरा हो। गीतहरू पनि गाउनुहुन्छ है तपाईँ? हजुर, गीत पनि गाइराख्नुहुन्छ होइन? गीत पनि गाइरहन्छु। पहिले अल्छी लगाएर म्युजिक मात्रै भन्छ, गीतमा मात्रै कहिले अब आफ्नो आएको ट्र्याकमा चाहिँ गाउँछ त, गीत मात्रै गाउँछ। तपाईँको नाम के भन्नु फेरि एकचोटि भन्नु? मेरो हरि है। ओके, हरि दाइसँग भेटघाट भयो। अनि ठिकै छ, त्यस गरिराख्नु भएको छ। फेरि भेट्दै गरौँला ल दाजु? ल हस्। जस तपाईँले गरिरहेको कुराहरू चाहिँ एकदम राम्रो हो। ल, धन्यवाद। मलाई मन पर्यो। अनि जस हिम्मत हार्नु भएको रहेन रहेछ, यही हो सबैभन्दा ठुलो कुरा हो कि नै? भन्नु न। ठिकै छ दाजु, ठिकै छ। ल दाइ, तपाईँसँग एकदम भेटेर मलाई खुसी लाग्यो। थ्याङ्क यू सो मच है।